हेलो गाइस, स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि। मैले आज कति दिनपछि भिडियो लिएर आएको छु। हामी चाहिँ आज खेतमा जान लागेको छौँ। अहिले पानी पनि परिरहेको छ। सानो घरको दुई पाठापट्टि टक्क म राम्रो झिक्छु एउटा यहाँ अझै राम्रोसँग झिकेन। मम्मी र मदन लगाएको पानी पर्न लगाइराख नजाउँ भनेको, पर्ने पानी होइन भन्नुहुन्छ। हाम्रो चाहिँ खेत सुरु भइसकेको छ। आज चाहिँ खेतबाट मकै आउँछ, त्यसपछि मकै पोलेर खाएको भिडियो पनि आउँछ। ल हामी खेततर्फ लागिसकेको छौँ। अब खेततिरै भेटौँ ल है गाइस। भाइ मोबाइललाई चार्ज नगरेर पावर ब्याङ्कबाट चार्ज कनेक्ट गरेको छु, त्यही भएर अब खेतै गएर भेटौँ भाइ। हाम्रो यहाँ तल चाहिँ अर्को फेसबुकर भनौँ कि टिकटकर भनौँ, एकजना दिदी हुनुहुन्छ, प्रतीक्षा दिदी। उहाँले जस्तै बनाएर हाल्न खोजिरहेको छु। हेलो, के छ देखिन सर? एकदम आराम हुनुहुन्छ? हजुर। ल हामी चाहिँ खेतको यात्रा अब खेततिरै भेटौँ न गाइस। बाई बाई। हामी चाहिँ 12 मिनट पछि खेत आइपुगिसकेको छौँ। हाम्रै बारी चाहिँ आइपुगेको छैन। माथिबाट हेर्दा यस्तो छ मकै बारीहरू। यहाँ पानी ट्याङ्की छ साइडमा। मम्मी चाहिँ त्यहाँ तल पुगिसक्नुभयो। म चाहिँ हिँड्दैछु। बाटो यस्तो छ, चिप्लेला कि भन्ने डर छ। कसले मकै तयार बनाएर राखिसकेको रहेछ काटेर लैजानलाई। गाइस मकै यहाँबाट त झन् सही देखिरहेछ ल। उतातिर नि मकै छ। तल चाहिँ पुरै कुहिरो लागिरहेको रहेछ। मम्मी चाहिँ उहाँ पुगिसक्यो। यो चाहिँ हाम्रो खेतनिर आइपुग्न लागिसकेको छ। यहाँ मुनि रोड छ, रोड पछि चाहिँ हाम्रो खेत आइपुग्छ। द रोड, ओ माई गड, पुरै रोड हिल्लै हिल्लो पानी जम्या। यो चाहिँ हाम्रो ज्ञानढम्बाहरूको खेतको मकै। यो रोडबाट नि मुनि जानुपर्छ। हामी चाहिँ यहाँबाट मुनि जानुपर्छ। बाटोमा पनि पानी छ। खेता जाने पानी चाहिँ यहीँबाट आउँछ नि, बाटो काटे। म चाहिँ रामबाबुले लुगा नि लाएन, आज लोड पास्ने होला मलाई। यतापट्टि बाटोभन्दा यतापट्टिको बारी, बाटोभन्दा यतापट्टिको बारी, राइट साइड एन्ड लेफ्ट साइड। हाम्रो बारी चाहिँ यहीँबाट सुरु हुन्छ। यहाँबाट चाहिँ हाम्रो बारी यो गरा अनि त्यो तलको गरा पनि मम्मी गइरहेको। मन त्यतैबाट छिर्नु पऱ्यो। म गएर घाँटीमा पानी आइसक्यो अहिले। अनि मम्मी चाहिँ बोडी टिपिरहनु भएको छ। म चाहिँ उता ढुङ्गामा जान्छु। अहिले चाहिँ अलिअलि पानी पनि दर्किरहेको छ। म चाहिँ ढुङ्गा भाटामा आइसकेँ कि हाम्रो खेत। टक्क हाम्रो खेत मकैहरू। मम्मी चाहिँ मठामा आइसकेको छ। बोडी देखाउनु त मम्मी।
भुइँमा राख्दा चाहिँ देखाउनु त ए गोडी चाहिँ यस्तो छ ल भयो मकैको घोगा हेरौँ न मैले त घोगा पातालो रहेछ यो चाहिँ खतरा खाना ए यहाँबाट खिरेको भ्यू पनि देख्छ क्या अरे म त बिर्सिरहेँ खिरे चाहिँ त्यो माथिको डाँडा हो है हाम्रो यहाँबाट चाहिँ खिरे देख्छ त्यो घरहरू भएको चाहिँ खिरे डाँडा हो अनि यतापट्टि आएपछि कहाँनिर भन्दा यो मन्दिर देखिरहनु भयो नि योभन्दा पछाडिपट्टि हाम्रो स्कुल छ अनि यतातिर पल्लो भन्ज्याङ अनि यो आप्री भयो आप्री पर्छ यतातिर अनि यता आएर यो चाहिँ ठाँटी भयो ठाँटी यो चाहिँ ठाँटी भएपछि अनि तल तार्नालाङ बैरेनी निस्केर जानियो अब म चाहिँ मम्मीबाट गएर मकै काट्न सघाउनु पऱ्यो मकैको पात लुच्नु मम्मी मकै पात लुचिरहनु भएको पावर ब्याङ्क चार्जर कता राख्यो यसरी काटिन्छ मकै मकै घाँस हो यो मकै चाहिँ काटिन्न फेरि घोगाकै ठुलो हो तर पुन्टो छ लाम्चो भएको चाहिँ पातलो छ डल्ले भएको पुन्टो मकै घारीभित्र छ हामी टक्क आज छोरो चाहिँ घाँस काट्न आएको घाँस काट्न पनि कस्तो राम्रो जानेछ बल्ल बल्ल कर लगाएर लिएर आएको अलि धेरै काटेर जानुपर्छ भनेको अब खै कति काट्छ थाहा छैन फाइनली गाइज हामीले चाहिँ यति काटिसकेको छौँ काट्दा काट्दै बाक्लै पानी परेर जस्तो भयो बाक्लै पानी परेर जस्तो भइसकेपछि हामी घर जानलाई टक्क मुठा बाँध्दैछौँ मम्मी मुठा बाँध्दै हुनुहुन्छ म यसरी काटेको थुपारेको त्यहाँ लगेर जम्मा गर्दैछु टक्क हामीले यति काटी भइसकेको छ अब म यो लगेर त्यहाँ जम्मा पार्छु मम्मीले मुठा बाँध्नुहुन्छ पानी बाक्लै परिसक्यो अब हामी घर जाने तयारीमा छौँ मकै कति ठुलो अब पानी परिरहेको भने चाहिँ एकैचोटि घर पुग्छौँ होला भिडियोमा है त चाहिँ के अरे भिडियो बनाउनु छिटो भारी हालिसकेँ है 4वटा मुठाको टक्क अब मम्मीले नि हाल्दै हुनुहुन्छ यस्तो छ मकै घारी मकै बारीको चाहिँ त्यहाँ छ मम्मीले नि हाल्दै हुनुहुन्छ यसो यहाँ प्लास्टिक ल्याएको पानी परिरह मोबाइल छोप्न भनेर मम्मी चाहिँ अलिअलि मकै काट्दै हुनुहुन्छ कहीँको काममा लाग्ने र अलिकति पोलेर खाने अनि चाहिँ यस्तो छ भने हाम्रो फर्सीको लहरा चाहिँ यस्तो छ हाम्रो सक्नुहुन्छ तल्लो गराको आधा माथिल्लो गराको पुरै यस्तो छ फर्सी मैले कहाँ एउटा फर्सीको डल्लै देखा झैँ लागेको थियो यहाँ रहेछ है ल फर्सीको डल्लै चाहिँ ल जुन बोकी नै हुन्छ मम्मीले नि हालिसक्नु भएको छ मैले नि हालिसकेको छु जानुपर्छ अब माथि कुइरोल ढाकिसकेर पानी परिरहेछ फ्यार अनि पानीको छिटा देखाएन मोबाइलमा चाहिँ लोड पऱ्यो भिडियोको ट्राभर यसलाई चाहिँ मैले छोपे भएर होला त्यति पानी छिटो देखेँ होइन होला पानी परिरहेछ 9:35 पहिला टाउकोमा नाम्लो लाउनु पर्छ अलिकति हालिदिनु त अब मम्मी पनि भाइ बोल्नुहुन्छ
फर्सीको हो कि के को मुन्टा, फर्सीको मुन्टा। मम्मीको भारी हुँदैछ। अब चाहिँ मम्मीले पनि भारी बोक्नु भइसकेको छ। अब जाँदैछौँ हामी होम, घर। मैले पनि भारी बोकिसकेको छु। यसरी पछाडिबाट मोटरले जान देखेन, त्यही पनि बल गरेर तानेर ल्याइरहेको छु। त्यो छ्याङ्ग माथिबाट कुहिरो हटेछ, खतरा देखिरहेको छ मकैबारी। हामी चाहिँ उताबाट लिएर आएको। यो चाहिँ हामी रोडमाथि आइपुगिसक्यौँ। माथि नि खतरा छ मकैहरू, तल नि खतरा छ। हरियो बारी। धानको बिउ चाहिँ यस्तो खतरा है, बबाल। पानी पर्नु चाहिँ रोकिसकेको छ। हामीलाई घर जहाँ भनेर चाहिँ पानीले, त्यही भएर अहिले भिडियो बनाउनु पाइरहेको छ। पानी परेको भए पाउँथेन होला सायद। यो चाहिँ तपाईँहरूले नास्पाती नि के खतरा रहेछ भन्छ। ठुल्ठुलो दाना छ अहिले नै। नास्पाती बबाल छ यहाँको। भारी बोकिरहेको भने मैले पुरै देखाउनु सकेन होला है। भारी बोकिरहेको छु म। मम्मीले पनि बोकिरहनु भएको छ। नास्पाती बोट अनि नास्पाती खतरा छ नास्पातीलाई। यतापट्टि पनि छ योहरू। मम्मी चाहिँ मैले त्यहाँ एकछिन नास्पातीको खिचेको, अलि अगाडि गइसक्यो। कमानले पनि मम्मीलाई भेटाउनु पर्ने हुन्छ। अब त सरासर घर जानुपर्ने हुन्छ। गर्मी भइसकेको छ हामीलाई। मम्मी जहाँ छौँ यहाँ पनि छ नास्पाती बोट। ल त साथीहरू, हामी घर पनि आइपुगिसकेको छौँ। पसिना निस्केर हुँदा 35 मा निक्लियो झैँ ला 9:35। अहिले 10:12 गएछ। अब चाहिँ भारी यहाँनिर खन्नुपर्ने हुन्छ। भैँसी बाछो टाउकै हलुको भयो बल्ल। मम्मीले हेर्नु त यहाँ पसिना नै हालत खराब गरिदिरहेछ। हेलो, के छ? बुनेले चाहिँ प्रतीक्षा दिदीको भगमा चाहिँ मुख देखाउँछ, अरूकोमा चाहिँ मुख छोप्छ। यहाँ चाहिँ मेरो बुइनी होइन, हेर्नु पऱ्यो म। थेट यस्तो रहेछ। अब चाहिँ मकै पोलेर खाएको भिडियो अर्को पार्टमा आउँछ। अहिलेलाई बाई। थ्याङ्क यू फर वाचिङ भिडियो।